हामीले मैले एउटा जानेको रेसिपी सेयर गर्दैछु। आज आइतबार हो, आइतबार आज हाम्रो घरमा माछा या मासु पाक्छ र सबैको घरमा पाक्छ। पकाउने तरिका सबैको अलग अलग हुन्छ। राम्रो मासु ल्याउनुपर्छ त। म यसरी पकाउँछु साथी हो, बहुत धरणले पकाउँछु, तर एउटा मैले अहिले वर्तमान हजुरहरूलाई यो देखाउन खोजेको। यसरी हामी मासु मोल्छौँ, त्यहाँबाट यो सेतो गोलमरिच र कालो गोलमरिच यसरी हाल्छौँ, हामी गोटा हाल्छौँ, काँचो लसुन हाल्छौँ, यो काँचो अदुवा हाल्छौँ साथी हो हामी। त्यहाँबाट यसमा जान्छ साथी हो हल्दी गयो, जीरा पाउडर गयो, यो धनिया पाउडर गयो, त्यहाँबाट साथी हो यो तेल गयो, त्यहाँबाट साथी हो यो प्याज गयो, त्यहाँबाट साथी हो यसरी मोल्नुपर्छ। यसरी मोलेको मासु एकदम टक्क मिठो हुन्छ है साथी हो, यसरी मोल्नुपर्छ। फोरनमा चाहिँ म प्याज हाल्छु, फोरनमा यो हाल्छु साथी हो, यो अलैँची हो, तेजपात हो, यो फोरनमा हाल्छु। यसरी पकाएको मासु साह्रै मिठो हुन्छ है साथी हो। यहाँ भेन्डी पनि पाक्छ, नयाँ निस्केको रहेछ भेन्डी, हिजो थियो हाम्रो यहाँ बजार। यहाँ हामी यसरी पकाउँछौँ है साथी हो। हजुरहरू कसरी पकाउनुहुन्छ सेयर गर्नु। के खाथी अहिले भात खाएको, तपाईँले खानुभयो? खाए 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 यी मासु साथी हो, अघि मैले मासु मोलेको देखाइरहेको थिएँ हजुरहरूलाई। यस्तो मिठो भएछ नि मासु। यो भेन्डी भाजा हो नि, यस्तो मिठो भएछ साथी हो। अघि मैले मोलेको देखाइरहेको थिएँ। साथीहरूलाई एउटा वस्तु देखाउन मैले भुलिछु। हामीले त किनेको मसला व्यवहार गर्दैनौँ, हामीले घरमै बनाउँछौँ मसला। हजुरहरूलाई म गरम मसलाको एउटा रेसिपी ल्याउँदैछु मासुमा हाल्ने।